हामीले सानैदेखि के सिकाइन्छ? राम्ररी पढ, राम्रो जागिर खाऊ अनि तलब कमाऊ। यो बाटोले पैसा कमाउन त सिकाउँछ। तर विद्यालयले यी कुराहरू कहिल्यै सिकाउँदैन। हामीमध्ये धेरैलाई यस्तो लाग्छ होला, होइन? एउटा यस्तो आर्थिक चक्रमा फसेको जस्तो जहाँ जति नै मेहनत गरे पनि खासै प्रगति नै भइरहेको छैन। आजको यस विश्लेषणमा हामी यही विषयको गहिराईमा पुग्नेछौँ। सोच्नुहोस् त, हामी बिहानदेखि बेलुकासम्म काम गर्छौँ, कडा परिश्रम गर्छौँ, तर पनि प्रश्न उही छ, किन हामी आर्थिक रूपमा अगाडि बढ्न सकिरहेका छैनौँ? यो प्रश्नले सायद हामी धेरैलाई सोच्न बाध्य बनाएको छ। यसको मूल कारण पैसा नआएर होइन रहेछ, बरु आएको पैसालाई कसरी व्यवस्थापन गर्ने भन्ने ज्ञान नहुनु रहेछ। मतलब समस्या आम्दानीमा होइन, हाम्रो वित्तीय बानी र सोचमा छ। ल, अब यसलाई अझै केलाएर हेरौँ है त। पहिलो समस्या, पैसा आउँछ तर टिक्दैन। हाम्रो आर्थिक भाडोमा पहिलो पाल भनेकै हाम्रो खर्च गर्ने बानी हो। यहाँ हेर्नुहोस् त, कस्तो रमाइलो कुरा देखिन्छ। हाम्रो आम्दानी अलिकति बढ्ने बित्तिकै हाम्रो जीवनशैली त्योभन्दा पनि छिटो गतिमा बढ्न थाल्छ। आम्दानी बढाउन दौडिन्छौँ, तर खर्च त्योभन्दा छिटो दौडिरहेको हुन्छ। तलब बढेपछि सबैभन्दा पहिले के हुन्छ? हातको मोबाइल पुरानो लाग्न थाल्छ, बाइक अलि राम्रो चाहिने जस्तो लाग्छ, इएमआईमा गाडी किन्ने सोच आउँछ, अनि सामाजिक सञ्जालमा देखाउनु पर्ने दबाव त छँदैछ, होइन र? नतिजा, महिनाको अन्त्यमा फेरि जहाँको त्यही। र यो खर्चको चक्रलाई अझै खतरनाक बनाउने कुरा हो खराब ऋण। यो त्यस्तो ऋण हो जुन घट्दै जाने मूल्यका सामान किन्न वा आम्दानी नै नहुने ठाउँमा खर्च गर्न लिइन्छ। हेर्नुहोस्, ऋण आफैमा खराब चाहिँ होइन, तर यसको प्रयोगले राम्रो वा नराम्रो बनाउँछ। राम्रो ऋणले व्यापार, सिप वा सम्पत्ति बनाउन मद्दत गर्छ, तर खराब ऋण चाहिँ महँगो मोबाइल, देखावटी बिहे वा मूल्य घट्दै जाने गाडीमा खर्च हुन्छ, जसले हाम्रो भविष्यलाई भित्रभित्रै खोक्रो बनाउँदै लैजान्छ। ल, अब दोस्रो समस्यातिर लागौँ। पैसा छ, तर त्यो बढिरहेको छैन। हाम्रो आर्थिक भाडोको दोस्रो पाल हो लगानीप्रतिको डर। हामीमध्ये धेरैको सोच के हुन्छ भने ब्याङ्कमा पैसा सुरक्षित छ। हो, यो कुरा केही हदसम्म सत्य पनि हो। तर त्यो सुरक्षित हुँदाहुँदै पनि त्यसको मूल्य हरेक दिन घटिरहेको हुन्छ, जसलाई हामी मुद्रास्फीति भन्छौँ। सजिलो भाषामा भन्दा, गत साल 100 रुपियाँले 5 कप चिया आउँथ्यो होला, तर यो साल 4 कप मात्रै आउँछ। पैसा त उही हो, तर त्यसको किन्ने शक्ति घट्यो। बचतले पैसा जोगाउँछ मात्र, तर लगानीले पैसा बढाउँछ। तर हामी थोरै जोखिमको डरले लगानी नै गर्न चाहँदैनौँ र हाम्रो पैसा जहाँको त्यहीँ रहन्छ। अब तेस्रो र सायद सबैभन्दा आधारभूत समस्याको कुरा गरौँ। त्यो हो ज्ञानको कमी र गलत सोच। हाम्रो आर्थिक भाडोको सबैभन्दा ठूलो पाल हाम्रो मानसिकता नै हो। हामीले सानैदेखि के सिकाइन्छ? राम्ररी पढ, राम्रो जागिर खाऊ अनि तलब कमाऊ। यो बाटोले पैसा कमाउन त सिकाउँछ। तर विद्यालयले यी कुराहरू कहिल्यै सिकाउँदैन। बजेट कसरी बनाउने, सम्पत्ति र दायित्व बीचको फरक के हो, पैसा कसरी चलाउने, शेयर बजार के हो वा लगानी कसरी गर्ने। भनेपछि हामी पैसा कमाउन त जान्दछौँ, तर पैसा चलाउनै जान्दैनौँ। हाम्रो अर्को सोचको समस्या के हो भने हामीलाई छिटो परिणाम चाहिन्छ। आजै मज्जा, आजै विलासिता, आजै देखासेकी। तर यो छोटो समयको सुखले दीर्घकालीन गरिबीलाई निम्त्याइरहेको हुन्छ। र जब लगानीको निर्णय लिने बेला आउँछ, हामी तर्कभन्दा भावनाले निर्णय लिन्छौँ। बजार घट्दा डरले सबै बेचिदिन्छौँ, बजार बढ्दा लोभले वा अरूले कमाएको देखेर सबैभन्दा महँगोमा किन्छौँ। जहाँ भावनाले निर्णय लिन्छ, त्यहाँ पैसा टिक्न गाह्रो हुन्छ। त्यसो भए यो चक्रबाट बाहिर निस्किने उपाय के त? समाधान अन्त कतै होइन, हाम्रो आफ्नै सोचमा लुकेको छ। एउटा महत्त्वपूर्ण कुरा याद राखौँ, हामी गरिब हुनुको कारण भाग्य होइन, हाम्रो वित्तीय मानसिकता हो। यो कुरा बुझ्नु नै परिवर्तनको पहिलो पाइला हो, किनभने यसले नियन्त्रण हाम्रो आफ्नै हातमा छ भन्ने महसुस गराउँछ। हेर्नुहोस्, जब हाम्रो मानसिकता बदलिन्छ, तब हाम्रो बानी बदलिन्छ। र जब हाम्रो बानी बदलिन्छ, तब हाम्रो भविष्य पनि बदलिन्छ। यो एउटा एकपछि अर्को हुने प्रक्रिया हो। अन्त्यमा एउटा प्रश्नमाथि विचार गरौँ है त। आफ्नो वित्तीय बानी बदल्नको लागि सबैभन्दा पहिले आफ्नो कुन चाहिँ सोच बदल्नुपर्छ जस्तो लाग्छ? यसमा एकपटक सोच्नुहोला।